सबभन्दा पहिले यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु यो छोटो पत्रकार भेटघाटमा। छोटो समयमै तपाईहरू सबैजना आइदिनु भयो। विशेष गरेर आज सरकारले ल्याएको अध्यादेश र अहिले चर्चामा रहेको अध्यादेश र थरुहट आन्दोलनका आन्दोलनकारी साथीहरूमाथि लगाइएको झुठा मुद्दा, टिकापुर घटना र टिकापुर घटनालाई न्यू बनाएर आन्दोलनकारीहरूमाथि सरकारको तर्फबाट लगाइएको झुठा मुद्दाको बारेमा म तपाईहरुको बीचमा केही कुरा राख्न चाहन्छु। सबभन्दा पहिले त थरुहट आन्दोलन हामीले सामाजिक न्यायको खातिर, समानताको खातिर, संघीयता समावेशिताको खातिर सुरुवात गरेका थियौँ। पछाडि परेको सबै वर्ग, क्षेत्र, जाति, समुदाय सबैको समान सहभागिता राज्यको हरेक क्षेत्रमा हुन सकोस् भनेर हामीले सुरु गरेका थियौँ। र आज रेशमजी लगायत थुप्रै आन्दोलनकारी योद्धा साथीहरूमाथि झुठा मुद्दा लगाएर सरकार जसरी आफैले बनाएको लाल आयोग, सरकारले नै बनाएको पटक पटक सरकार आफैले बनाएको विभिन्न आयोग, त्यसमध्येको एउटा लाल आयोगको प्रतिवेदन आज वर्षौं भयो सरकार आफैले त्यसलाई सार्वजनिक गर्न चाहेन। झन्डै झन्डै 3-4 वर्ष बितेको छ। प्रतिवेदन सरकारले बुझेको छ तर त्यो सार्वजनिक गरेको छैन। त्यसकारण मेरो पहिलो माग लाल आयोगको प्रतिवेदन लुकाउने, जालझेल गर्ने सरकार र त्यसका मतियारहरूलाई सबभन्दा पहिले म कारबाहीको माग गर्दछु। यसरी जनतालाई झुक्क्याउनु पाइँदैन, आन्दोलनकारीलाई दुःख दिन पाइँदैन। पहिलो कुरा। दोस्रो कुरा, आन्दोलनकारी योद्धाहरूमाथि जसरी झुठा मुद्दा लगाउने काम हो र त्यसपछि गठन भएका सरकारका प्रमुखहरू जसरी आन्दोलनकारीहरूलाई झुक्क्याउने काम गरे त्यसप्रति पनि म खेद व्यक्त गर्न चाहन्छु। त्यसकारण रेशमजी लगायत रेशमजी योभन्दा अगाडिकै निर्वाचन 2074 सालको निर्वाचनमा जनताको मतबाट निर्वाचित सांसद भइसकेको व्यक्ति हो र सबै नेपालीहरूका निम्ति, सबै उम्मेदवारका निम्ति एउटै कानुन, एउटै निर्वाचन ऐन लागू हुनुपर्दछ। त्यसकारण रेशमजी प्रति जुन खालको व्यवहार हो, नेपालको ऐन, नेपालको कानुन, नेपालको सरकार र निर्वाचन आयोग, त्यसप्रति पनि म खेद व्यक्त गर्न चाहन्छु। त्यसकारण रेशमजी लगायत सम्पूर्ण झुठा मुद्दामा फसाइएका साथीहरूको अविलम्ब, तुरन्त, बिना शर्त रिहाई हुनुपर्दछ। यसमा दुई मत छैन। तर अहिले म सुन्दैछु काम चलाउ सरकार, अब 2 दिन 3 दिन पनि आयु छैन यो सरकारको। यो काम चलाउ सरकार, देउवाजीको 2-3 दिन पनि अब आयु नभएको यो काम चलाउ सरकार जसरी अध्यादेश मार्फत अफ्ताब आलम लगायतका केही अपराधीहरूलाई, केही प्रहरी संगठनका केही अधिकारीहरूलाई उनीहरूको माध्यमबाट आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्न जसरी चाहन्छ यो सरकार, यो अवैधानिक छ, संविधान विपरीत छ र यसरी काम चलाउ सरकारले नेपालको संविधान अनुसार अध्यादेश ल्याउन पाउँदैन। त्यसप्रति मेरो घोर आपत्ति छ। अहिले सबै थारूको एउटै बोली हो कि, सबै पार्टीको एउटै विचार हो कि, एउटै दृष्टिकोण हो कि
भन्ने लाग्न सक्छ। त्यसकारण म प्रश्न गर्न चाहन्छु, हामी भावनामा मात्रै, हामी आवेशमा मात्रै, उत्तेजनामा मात्रै हामी काम गर्नु हुँदैन। मलाई लाग्दैछ यो अध्यादेश मार्फत फेरि पछाडि परेका समुदायलाई झुक्क्याउने काम हुँदैछ, छलछाम गर्ने काम, तिक्रम षड्यन्त्र गर्ने काम हुँदैछ। यो अध्यादेशले अपराधीहरूलाई चोख्याउने काम गर्नु हुँदैन र थरवट आन्दोलनका योद्धाहरूलाई बिना शर्त रिहा गरिनु पर्दछ। त्यसकारण म फेरि पनि सरकारलाई खबरदारी गर्न चाहन्छु, राजनीतिक दलहरूलाई पनि, यो देशका एमाले, कांग्रेस, माओवादी लगायतका सबै पार्टीका प्रमुख नेताहरूलाई खबरदारी गर्न चाहन्छु कि यसरी पटक पटक जनतालाई झुक्क्याउने काम नगरियोस्, यसरी ठगी गर्ने काम नगरियोस्। त्यसप्रति सबै जनतासँग म अनुरोध गर्न चाहन्छु कि आवेशमा, भावनामा हामी कसैले पनि कसैको इसारामा, कसैको स्वार्थका निम्ति आफ्नो समुदायलाई हामीले बन्धक बनाउने काम नगरौँ। फेरि पनि भन्छु, रेशमजी लगायतका सबै आन्दोलनकारी योद्धाहरू निर्दोष छन् भन्ने कुरा लाल आयोगको प्रतिवेदन जसरी 3 वर्ष 4 वर्ष सरकारले लुकाएर राखेको छ, यसले नै प्रमाणित गर्छ। त्यसकारण मेरो यही नै विचार तपाईँहरूको बिचमा राख्न चाहन्छु। धन्यवाद।